हेलो एन्ड नमस्ते, के छ मेरो नेपाल दाजुभाइ दिदीबहिनीहरू सन्चै होला नि होइन। सो वेलकम टु माई सर्ट ब्लग। सो आज चाहिँ म बिहान जुरुक्क उठेँ, मुखसुख धोएँ र फ्रेस भएँ। अब चाहिँ खाजा खान निस्केको होइन। सो बाहिर निस्केको दिन पनि आज पानी पर्ला जस्तो फिल भइरहेको क्या। हेर्नु नै पुरै होइन, कालो बादल आएको, घाम भनेको केही पनि देखेको छैन होइन। कस्तो जाडो जाडो फिल भइरहेको क्या। आजको मौसम त केटा होइन कस्तो डेन्जरै भयो क्या, अनएक्सपेक्टेड के। मैले सोचेको थिएन यस्तो पनि हुन्छ दुबईमा भनेर। कसम गर्मी लागिसक्यो होइन, अहिले जाडो जाडो फिल भइरहेको क्या। जति चाहेर परोटा आइसकेको छ। सो बाहिर चाहिँ पानी लास्ट ठुलो पऱ्यो है। अब घर रुम के गरेर जाने भइरहेको मलाई। बाघ केटा हो, बाघ बाघ पानी बस्यो। 15 मिनट पानी परेको कत्रो भएको यो आम्मा दुबईमा थाहा। यस्तो मैले सोचेको थिएन कसम यार। हेर यी ताल पानीको, अब यसमा यसरी भिज्छ है। यी पानीको ताल हेर्नु त, पुरै गाडीको यति पुगिसक्यो। आम्मा कसम कहाँबाट जाने हो र, बाटै छैन ल। ए राम राम, गाह्रो पारे त हौ कसम केटा होइन। एकैछिन खाजा खान के आएको थियो, पुरै पानी पऱ्यो केटा हो, पानी पऱ्यो। बाघ चिसो आयो, चिसो आयो। हैट, हैट, हैट। हैट, 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 हैट। मेरो काम चाहिँ ऊ पर छ है, म जानुपर्ने हुन्छ। पानी पऱ्यो, पानी पऱ्यो। भल हेर्नु न, तपाईँहरू एक्सपेक्ट गर्नुहुन्छ 15 मिनट पानी पर्दा, 15 मिनट नै परेको थियो, 10 मिनट परेको थियो होइन। त्यस्तो आहा भल। सो गाइज आजको भिडियो चाहिँ यति नै थियो। सो खाजा खाना निस्केको, हल्का पानी पनि पऱ्यो, भाइ पनि दामी बनियो। अहिले चाहिँ हल्का घाम आएको जस्तो फिल भइरह होइन। यतापट्टि पुगेर चाहिँ घाम के छ, कहाँ जानु लाग्यो। सो आजको भिडियो चाहिँ यतिकै इन गर्न चाहन्छु। हस्, धन्यवाद धेरै साथ दिनुभएकोमा। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। नेक्स्ट भिडियो भेटौँला, सब भिडियो बनाएको छु, माया साथ सपोर्ट देखाइदिनु होला। कस्तो धन्यवाद।